हेलो नमस्ते सर सबैजनालाई स्वागत छ मेरो हामी भलगरमा 2082 साललाई बिट मार्दै हामी 2043 साल नयाँ वर्षमा सुरुवात गरिसकेका छौँ, पाइला टेकिसकेका छौँ र पक्कै पनि हामी विगतमा जति पनि असफलताहरू छन् हैन, नराम्रा कुराहरू छन् हैन, अनि ती सब कुराहरूलाई चाहिँ नि आत्मसात गर्दै भुल्दै नराम्रा कुराहरूलाई हैन, पुरानो दिनमा जति पनि नराम्रो कुराहरू भए अगाडिका दिनहरूमा त्यसलाई सम्झेर नयाँ सालमा आउने नयाँ दिनहरूमा हैन, नयाँ सालमा इम्प्रुभमेन्ट ल्याउँदै गर्दै व्यवहारिक हुँदै हैन अनि जान्ने छ भन्दै हैन। अनि नमस्ते छ सम्पूर्ण है नेपाली दाजुभाइ दिदीबहिनी देश विदेशमा छरेर बस्ने सबैजनालाई मेरो नमस्ते छ। अनि हामी हैन नराम्रो काम कसैले गर्नु नपरोस्, मतलब कसैको घरबार बिगार्ने काम, कसैको हैन श्रीमतीहरू बिगार्ने काम चाहिँ कसैले पनि नगर्दिनु होला हैन। सबैको मन रुन्छ, सबैको आत्मा एउटै होस्, काटेरको सबैको एउटै हो, जात धर्म सबैलाई हैन साइड गरेर हामी सबै नेपाली हो हैन, एक हैन हामी नेपाली हो, एउटै फुल हो भनेर हैन अगाडि बढ्नु पर्छ हैन। फलोस् फुलोस् पक्कै पनि जिन्दगीमा हैन सफलता मात्रै, हाँसो मात्रै आउँछ, खुसी मात्रै हुन्छ भन्नु पनि छैन। दुःख सुख जे पनि हैन काँडा फुलदेखि सबै लिएर हैन सबै जिन्दगीमा हैन यात्रामा भेटिने हुन् सबै कुराहरू। पक्कै पनि हैन राम्रो नराम्रो हुन्छ र राम्रो कुरालाई राम्रो नै भन्नुपर्छ, नराम्रो कुराहरूलाई स्वीकार गर्नुपर्छ, छोड्नुपर्छ, छोड्दै जानुपर्छ हैन। कसैको पनि कुरा काट्न हुँदैन, कुरा काट्न नपरोस् भन्न चाहन्छु। सबैको हैन आमा बाउलाई हैन सबैले साथ सपोर्ट गरिदिनु होला। कसैले पनि बुवा मम्मीलाई चाहिँ नि छोडेर गए तापनि हैन माया ममता राखिराख्नु होला व्यावहारिक रूपमा हैन। के कस्तो हुन्छ, कसरी हुन्छ, हेल्प पैसा पठाएर हुन्छ कि फोनमा बोलेर हुन्छ कि भिडियो कल गरेर हुन्छ कि हैन। सम्पूर्णलाई हैन नयाँ वर्षको शुभकामना छ है। अब फुलेको फुल पनि एक दिन झर्ने हो, मान्छे जन्मेर मर्ने हो हैन। भन्दैमा त्यस्तो लडाई झगडा यहाँ ओभर ड्रिङ्क गर्ने यहाँ आउ नगर्नु होला, सबै कुरो कन्ट्रोल राख्नु होला, म्यानेजमेन्ट गर्नु होला भन्न चाहन्छु। नमस्ते र च्यानललाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरेर माया गरिदिनु होला। तपाईँ हामी भलगरमा हैन यस्ता यस्ता नयाँ नेचुरल भिडियोहरू आउनेछन् भन्न चाहन्छु है त। सबजनालाई नमस्ते।